तँलाई अलिकति लाज शरम लाग्दैन? छोरो पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले भने जस्तो हुन्छ। खुल्ला भलिबल प्रतियोगिता हुनु कहिले छ कहिले छ। हाम्रो गाउँले जित्नु कहिले छ कहिले छ। कहिले पैसाको बाँडफाँड। न चुप लाग। अब कुरो के भन्देखि नि काँक्रोजे नाति, हामीले जोसुकैले विरोध गरोस्, कसैको विरोधलाई यहाँ गनिँदैन। हाम्रो गाउँले खुल्ला भलिबल प्रतियोगितामा भाग लिन्छ लिन्छ लिन्छ। तिमीहरू खेलिराख, आफ्नो त खुट्टो पनि भाँचिया छ। म चाहिँ हिँडे। होइन के पारा हो मेरो एकदमसँगले त्यहाँ अब बाउले हुँदैन भन्दा भन्दै मैले पनि त खेल्नु भएन नि त। खेलिँदैन बल अझ हान्न यसलाई। बाहुन बले एक डुमे माकुरी खोइ। हन राम्रो खेलाडीले प्र्याक्टिस गर्नु पर्दैन। के त भन्दाखेरि आखिरमा हो नि त, खेलाडीले मैदानमा खेल देखाउँछ भनेर भने अनि हामी मात्र आएको। आज त बले त बोरो मलाई प्र्याक्टिस केही चाहिँदैन। मेरो भलिबलको जादु मैदानमा देखाउँछु भनिरहेछ। तर खेल्न चाहिँ त्यसले राम्रो खेल्छ है। फेरि म चाहिँ पेनाल्टी हान्छु है काका। ए ध्यान नो, भलिबलमा कहाँ पेनाल्टी हुन्छ? फरक पुरुख पारेर अहिले निमोठेर जे पायो त्यही भन्नु रहेछ। अब प्रशिक्षक नरनारायण पाण्डेले भलिबल खेलको प्रशिक्षण सुरु गराउँछ। उता फर्केर 15 चोटि पुसअप गर्ने। उता फर्के पुसअप अनि मेरो छोरो अविवाहित हो भन्ने कुरो थाहा छ नि तँलाई? अलि विचार पुर्याएर आन। ए हो है, यो अविवाहित भएदेखि त तँ त विवाहित होलास् नै त होइन? पाडेको प्रशिक्षण कडा हुन्छ। उठौ लाइन लागौ। लाइन लाग्यो